सो हेलो एभ्रिवान, हजुरहरू सन्चै हुनुहुन्छ होला आज पनि आई होप। सो आजको भिडियो चाहिँ सानो हुन्छ। सो आजको भिडियोमा चाहिँ हामी के गर्न लागेको छौँ भन्दाखेरि हामी मेसिनभित्र चाहिँ एउटा सर्टेन स्क्रिप्ट लेखेर त्यसलाई चाहिँ हामी रन गर्न ट्राई गर्छौँ है त, टर्मिनलमा र हामी ब्राउजरमा पनि रन गर्छौँ है त, थ्रु पब्लिक आइपी एड्रेस है त। सो यो चाहिँ हामी किन गर्छौँ भन्दाखेरि हामी जुनसुकै सर्भर लाइक कस्तो भन्दाखेरि हामी सेल स्क्रिप्ट भन्छ होइन, यो चाहिँ किन लेख्छौँ भन्दाखेरि लाइक हाम्रो जुनसुकै सर्भर स्टार्ट हुनु भन्दाखेरि त्यो काम चाहिँ अगाडि गरोस् भन्नलाई हामी सेल स्क्रिप्ट लेख्छौँ है त। सो हामी EC2 भित्र जाऊँ है। लन्च इन्स्टेन्स गरौँ। सो यसको नाम हामी स्क्रिप्ट दिउँ। हामी उबन्टु नि चुज गर्छौँ। सो हामी उबन्टु नै चुज गर्छौँ। अरू बाई डिफल्ट छोडिदिउँ। T3 माइक्रो बाई डिफल्ट छोडिदिउँ। हामी किप्योर पहिल्यै बनाएको एउटा युज गर्छौँ। अनि नेटवर्क सेटिङमा हामी SSH एनिवेयर अलाउ गर्छौँ। तपाईँहरूले चाहिँ गरे नि हुन्छ है त। सो अहिले बाई डिफल्ट सोचौँ HTTP अलाउ गरौँ, किनभने हामीले वेब ब्राउजरबाट अहिले एक्सेस गर्छौँ। अनि रुट भोलमहरू यति नै राखिदिउँ, भोलमहरू है त। तपाईँले एड नै गर्न सक्नुहुन्छ एज पर योर विस अथवा निड। सो यहाँ एडभान्स डिटेल्समा जानु त। सो तल स्क्रोल गर्दै जानु है। सो तपाईले एउटा एरिया देख्नुहुन्छ यहाँ तल हेर्दै, यो एरिया चाहिँ हाम्रो सेल स्क्रिप्ट अथवा स्क्रिप्ट लेख्ने एउटा एरिया हो है। यसमा चाहिँ तपाईँले जे लेखे पनि लाइक यसमा चाहिँ फर्स्ट प्रायोरिटी दिन्छ है त। सो एउटा सानो स्क्रिप्ट लेखौँ है त हामी आज। एब्स्ट्र्याक्ट यो अनि त्यहाँबाट बिनभित्र ब्रासमा यो ब्यासभित्र चाहिँ लिनक्सको कमान्डहरू हुन्छ है त। एब्स्ट्र्याक्ट गरेको यसमा चाहिँ हामी लिनक्सको कमान्डहरू हुन्छ, मेनली अभोइड गरेर हुन्छ है त यो। सो हामी फर्स्टमा के गर्छौँ भन्दाखेरि अपडेट गर्छौँ है त। अन्त -y भनेपछि कस्तो हुन्छ भन्दाखेरि तपाईँहरूलाई अब केही अब लाइक तपाईँले टर्मिनलमा अघि जस्तै अब EC2 इन्स्टेन्स उस गर्दाखेरि एउटा सोध्छ नि एस अर नो भनेर, त्यो यो चाहिँ अब डाइरेक्टली एस भन्छ। यसमा चाहिँ लाइक हामीलाई सोध्दैन नि त, त्यही भएर हामी डाइरेक्टली एस गर्छौँ। हामी प्याकेजहरूलाई अपग्रेड गर्छौँ। अब हेर्दा अब हामी के गर्छौँ भन्दाखेरि अब एनजिनिक्सलाई इन्स्टल गर्छौँ है त। सुडो एपिटी गेट इन्स्टल एनजिनिक्स स्पेस -y गरिदिउँ। अब यो गरेपछि हामी एउटा एनजिनिक्स भइसक्यो है त। अनि त्यहाँबाट हामी अब एनजिनिक्सलाई इनेबल गर्छौँ है त। सुडो यसमा चाहिँ अर्को SYSTEM सिस्टम SYSTEN भयो, सरी SYSTEM सिस्टम CTL इनेबल ENABLE Nginx NGINIX।
सो अब हामी एउटा इको गरेर हेरौँ है त। हजुरहरूलाई कतिलाई थाहा छैन होला यो इको भन्ने चाहिँ के हो भन्दाखेरि यो चाहिँ प्रिन्ट हो PHP को है त। H1 मा प्रिन्ट गरौँ सरी हेडिङ 1 मा के प्रिन्ट गरौँ भन्दाखेरि हेलो एभ्रिवान। वेलकम टु माई वेलकम टु माई भिडियो है त। H1 लाई सरी क्लोज गरिदिउँ अनि त्यहाँबाट यस्तो दिउँ। सो यो चाहिँ हामी कहाँ बनाउने भन्दाखेरि SUDO सुरु TEE यो चाहिँ के गर्छ भन्दाखेरि पर्मिसन एक्सेस गर्छ है त। भेरिएबलभित्र को www भित्रको HTML जो index.html भन्छौँ है त। सो यति नै हो। लन्च इन्स्टेन्स गरौँ। बस वेट फर अ मोमेन्ट है त। हाम्रो सक्सेस भइसक्यो। इन्स्टेन्समा जाऊँ। सो हामीलाई कनेक्ट गरी हेरौँ है त। स्क्रिप्टलाई क्लिक गरौँ है। कनेक्ट जाऊँ। यसलाई कपी गरिदिउँ। हजुरको CMD अथवा कुनै टर्मिनल खोल्नु अनि जुन पेन फाइल छ हो त्यहाँभित्र जानु है त तपाईँहरू। डाउनलोड्स भित्र हुन्छ त्यो जसो है त। सो त्यहाँ गएर पेस्ट गरिदिनु। सरी भएन। फाइलमा जानु अनि त्यहाँभित्र गएर पेस्ट गरिदिनु है त। इन्टर एस ओके। हजुरको लाइक अब स्टार्ट भइसक्यो, कनेक्ट भइसक्यो त्यो टर्मिनल। हजुरले अब एनजिनिक्सको स्ट्याटस चेक गर्नु है त, लाइक रन छ कि छैन भनेर। स्ट्याटस एनजिनिक्स अन्त यहाँ तपाईँले एक्टिभ रनिङ भनेर आइसक्यो है त। सो अघि हजुरले लेख्नु भएको त्यो चेक गरौँ है त। लाइक त्यो चेक गर्न चाहिँ के गर्नु पर्थ्यो भन्दाखेरि लोकल होस्ट वेट फर अ मोमेन्ट। स्टार्ट। सो अब यसबाट एक चिज चेक गरौँ तपाईँले अघि लेखेको त्यो है त। त्यसको लागि चाहिँ प्रल लोकल होस्ट सरी मैले के लेखेँ CRUL लेखेँ CURL हो है त। सो हेर्नु त आइसकेको छ। अब हजुरले के गर्नु भन्दाखेरि हजुर AWS को कन्सोलमा जानु अनि इन्स्टेन्स भित्रमा जानु अनि हेर्नु त यहाँ तपाईँको पब्लिक आइपी देखाइरहेको है त। प्राइभेट होइन पब्लिक आइपी। यसलाई कपी गरिदिनु कुनै एउटा ब्राउजरमा जानु है त। सो अनि यहाँनिर पेस्ट गरिदिनु है त। सुरुमा देखाउँदैन होला, एकछिन टाइम लाग्छ होला है त, रुक्नु है त। वेट मेरो देखाइसकेको छ। यो स्क्रिन रेकर्ड उस भयो है त।
म फेरि यो स्क्रिन रेकर्ड को स्क्रिन भन्दा माथि बस्यो यसलाई यसो मिनिमाइज गरौँ है त हेर्दै यो देखाइसकेको छ है त हेर हेर्नु यसरी देखाउँछ सो आजको भिडियो यति नै है त थ्याङ्क यू एभ्रिवान है त